बिना 1 रुपैयाँ लगाएर पनि नेप्सेमा अब ट्रेडिङ गर्न मिल्छ। कसरी आउनुहोस् हेरौं। शेयर मार्केटको कुरा चल्यो, सबैले पैसा कमाएको सुनिन्छ, तर जब आफूले लगानी गर्ने कुरा आउँछ डर लाग्छ। मेहनतले कमाएको पैसा शेयर बजारमा गुम्ला कि भन्ने चिन्ता छ। ट्रेडिङ सिक्न चाहनुहुन्छ तर कतै गलत निर्णय गरिन्छ कि भन्ने डर छ। तपाईले पनि यस्तै महसुस गर्नुहुन्छ? साथीहरु, हामी सबै यस्तै दोधारमा परेका हुन्छौं। तर कल्पना गर्नुस् त, यदि तपाईले बिना 1 रुपैयाँ रिस्क लिएर स्टक मार्केटको हरेक चाल बुझ्न सक्नुहुन्थ्यो भने अब यो सम्भव छ पेपर ट्रेडिङबाट। नेपालको शेयर बजार नेप्सेमा 1 पैसा नगुमाई ट्रेडिङ सिक्ने गोल्डन अपर्च्युनिटी नेप्से पेपर ट्रेडिङ एपले दिएको छ। रियल बजारमा ट्रेडिङ गर्दा जस्तै अनुभव, तर जोखिम शून्य। एप डेभलपर सिद्धार्थ घिमिरे र उनका साथीहरूले मिलेर नेप्से पेपर ट्रेडिङ नामको यो एप भर्खरै लन्च गरेका हुन्। यो एप नेपालकै पहिलो भर्चुअल ट्रेडिङ एप हो जसलाई बिना कुनै पैसा फ्री अफ कस्ट युज गर्न सकिन्छ। यस एपका को फाउन्डर सिद्धार्थ घिमिरे, जसलाई सिड घिमिरे पनि भनिन्छ, उनी इन्स्टाग्राम र फेसबुक जस्ता सोशल मिडिया प्लेटफर्ममा रोबोटिक्स र सफ्टवेयरसँग सम्बन्धित भिडियोहरू पनि बनाउँछन्। यो एप नेप्से पेपर ट्रेडिङले ट्रेडर्सहरूलाई अनलाइनमा भर्चुअल ट्रेडिङ गर्न मिल्ने फिचर्सहरू एभाइलेबल गराएको छ। यसलाई युज गरेर तपाईहरूले एन्ड्रोइड र आइओएस दुवैमा नेप्सेको लाइभ मार्केटमा बिना असली पैसा पेपर ट्रेडिङ गर्न सक्नुहुन्छ। यसमा तपाईहरूले शेयरहरू बाइ सेल गर्न सक्नुहुन्छ, मार्केट चल्ने तरिका बुझ्न सक्नुहुन्छ, आफ्नो स्टक स्ट्र्याटेजी टेस्ट गर्न सक्नुहुन्छ, साथै टेक्निकल चार्ट पनि फोनमै प्रयोग गर्न सक्नुहुन्छ। आजको भिडियो तपाईहरूको ट्रेडिङ जर्नीमा एउटा टर्निङ पोइन्ट बन्न सक्छ। सबै कुरालाई डिटेलमा बुझ्न यो भिडियोलाई स्किप नगरी हेर्नु होला, नत्र तपाईहरूले इम्पोर्टेन्ट कुराहरू बुझ्नुहुन्न। र यस भिडियोको अन्तिममा एउटा बोनस फिचरको बारेमा पनि बताउने छौं, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यस्तै इन्फर्मेटिभ भिडियोहरू हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई लाइक गरिदिनु होला र हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोस्। अब सुरु गरौं। हामी तपाईहरूलाई अब नेप्से पेपर ट्रेडिङ एप युज गर्न सिकाउन फोनको स्क्रिनमा लिएर जाँदैछौं। अब हामी हाम्रो मोबाइलको स्क्रिनमा आइसकेका छौं। अब पेपर ट्रेडिङको लागि एपलाई डाउनलोड गर्न हेरौं। त्यसको लागि हामी प्ले स्टोरमा जान्छौं र तपाईहरु एन्ड्रोइडमा गर्दै हुनुहुन्छ भने प्ले स्टोरमा जानु होला र आइओएसमा आइफोनमा गर्दै हुनुहुन्छ भने चाहिँ एप स्टोरमा गएर पनि डाउनलोड गर्न सक्नुहुन्छ। म चाहिँ यहाँ सर्च बारमा गएर नेप्से पेपर ट्रेडिङ भनेर टाइप गर्छु। यदि टाइप गरिसकेपछि यो नेप्से पेपर ट्रेडिङ भनेर यहाँ क्लिक गरिसकेपछि सर्च गरिसकेपछि नेप्से पेपर ट्रेडिङ सिद्धार्थ घिमिरे भनेर यहाँ देखाउँछ र यसमा क्लिक गर्ने। अब यहाँ हेर्न सकिन्छ 3.5 स्टार पाएको छ, 60 वटा रिभ्यू छ र त्यसैगरी 5K प्लस डाउनलोड भनेको 5000 भन्दा बेसी युजरहरूले यसले डाउनलोड गरिसक्नु भएको छ भनेर यहाँ यसको केही डिटेलहरू देखाउँछ। अझै धेरै डिटेल हेर्न परे यहाँ डिटेलमा क्लिक गरेर अबाउट दिस एप भनेर अब यहाँनेरि रिभ्यूहरू पनि हेर्न सकिन्छ। अब ग्रेट एप फर बिगिनर्स भनेको छ। अब यो एपलाई इन्स्टल गर्न हेरौं। अब यसलाई इन्स्टल गर्नको लागि इन्स्टलमा क्लिक गर्नु होला, त्यसपछि यो एप इन्स्टल हुन्छ। अब यहाँ हेर्न सकिन्छ यो नेप्से पेपर ट्रेडिङ एप इन्स्टल भइसकेको छ, यहाँ ओपन भनेर देखाएको छ। यसमा ओपनमा क्लिक गरेर अब हामी यस एपलाई ओपन गर्नतर्फ जान्छौं। अब यो एप ओपन हुँदैछ, यहाँ पेपर ट्रेडिङ नेप्से भनेर छ। अब यहाँ एलाउ पेपर ट्रेडिङ नोटिफिकेसन भनेको छ। अब अहिले एलाउमा क्लिक गर्दै मैले, त्यसपछि अब यहाँ भनेको छ नेप्से पेपर ट्रेडिङ मास्टर नेपाल स्टक एक्सचेन्ज रिस्क फ्री। नेप्से पेपर ट्रेडिङ लेट्स यु प्र्याक्टिस ट्रेडिङ अन नेपाल स्टक एक्सचेन्ज रिस्क फ्री इनहेन्सिङ योर स्किल्स विथ भर्चुअल मनी एन्ड इनसाइट्स। अब यहाँ गेट स्टार्टेड भनेको छ, गेट स्टार्टेडमा क्लिक गर्नु होला। गेट स्टार्टेड, त्यसपछि अब आफ्नो नाम राख्नु होला। दिस नेम विल बी युज्ड फर ए ट्रेडिङ अकाउन्ट। अब म चाहिँ ज्ञान ई भनेर राख्दिन्छु। ल ज्ञान ई भनेर कन्टिन्यूमा क्लिक गर्दै त्यसपछि अब व्हिच बैंक डु यु वान्ट टु युज इन अर्डर टु ट्रेड इन नेप्से, फर्स्ट यु निड अ बैंक अकाउन्ट। अब यो चाहिँ सिमुलेटरको रूपमा भर्चुअल रूपमा मात्र हो। तपाईले कुन बैंकमा खाता छ त्यसलाई सिलेक्ट गर्न सक्नुहुन्छ, जुनै पनि बैंक सिलेक्ट गर्न सक्नुहुन्छ। जस्ट एज अ युजर एक्सपिरियन्सको लागि मात्र राखेको, यसमा केही अरु डिटेलहरु दिनु पर्दैन। म चाहिँ सिद्धार्थ बैंक भनेर राख्दिन्छु। तपाईले जुन बैंक राखे पनि हुन्छ। त्यसपछि कन्टिन्यूमा क्लिक गर्नु होला। कन्टिन्यूमा क्लिक गरिसकेपछि अब क्रिएट अ डिमेट अकाउन्ट भनेको छ। अब यहाँ यो यसमा रियल डिमेट अकाउन्ट क्रिएट गर्ने हैन कि एज अ भर्चुअल रूपमा चाहिँ ल क्रिएटमा क्लिक गर्दिने भन्ने हिसाबले यहाँ क्रिएट अ डिमेट अकाउन्टमा क्लिक गर्नु होला। त्यसपछि अब कंग्रेट्स या डम्मी डिमेट अकाउन्ट हैज बीन क्रिएटेड भनेको छ। त्यसपछि अब व्हिच ब्रोकर डु यु वान्ट टु युज, यो पनि एज अ डम्मी रूपमा क्रिएट गर्ने हो। अब तपाईले कुन ब्रोकर युज गर्नुहुन्छ त्यही अनुसारले गर्न सक्नुहुन्छ, अथवा जुन गरे पनि हुन्छ। म चाहिँ सेक्युर्ड सेक्युरिटीज भनेर SECURED सेक्युर्ड सेक्युरिटीज 36 नम्बर ब्रोकर यो सिलेक्ट गरेर अब तपाईहरुले जुन पनि गर्दा हुन्छ यसमा, अथवा आफूले जुन ब्रोकर प्रयोग गर्नुहुन्छ त्यही गर्दा नि भयो। त्यसलाई क्लिक गरेर यहाँ कन्टिन्यूमा क्लिक गर्नु होला। त्यति भइसकेपछि यसले के भनेको छ भने स्टार्ट विथ रुपीज 1 लाख, 1 लाख रुपैयाँ चाहिँ तपाईहरुलाई भर्चुअल पैसा चाहिँ यसले दिन्छ सुरुमा, र त्यसैलाई प्रयोग गरेर तपाईहरुले पेपर ट्रेडिङ गर्न सक्नुहुन्छ। यु क्यान युज दिस मनी टु ट्रेड, योर जर्नी टु मास्टरिङ स्टक ट्रेडिङ बिगिन्स हियर, प्र्याक्टिस एन्ड ग्रो योर स्किल्स विथ भर्चुअल फन्ड्स भनेको छ। अब बिगिन जर्नीमा क्लिक गर्नु होला।
बिगिन जर्नीमा क्लिक गरेपछि वी आर सेटिङ अप स्टक फर यु भनेको छ। अब यहाँ हेर्न सक्नुहुन्छ हामी यसको ड्याशबोर्डमा आइसकेका छौं। अब नेप्से पेपर ट्रेडिङ हाई ज्ञानी आज वेडनेसडे अप्रिल 2:25 छ। र अब यहाँ ब्यालेन्स 1 लाख रुपैयाँ देखाएको छ। टोटल प्रॉफिट, त्यसपछि टोटल वर्थ कति वर्थ छ त पोर्टफोलियोको, टोटल इन्भेस्टमेन्ट, त्यसपछि टोटल लोन भनेको छ। यो लोनको कुरा पछि भन्ने छौं। त्यसपछि माई होल्डिंग्स भनेको तपाईहरुले कुनै किन्नु भयो भने त्यो होल्डिंग्स यहाँ देखाउँछ। त्यसपछि वाच लिस्ट तपाईहरुले एड गर्न सक्नुहुन्छ। यो ड्याशबोर्ड तपाईहरुले अब यसमा हेर्न सक्नुहुन्छ। यसमा भएका फिचरहरु हामी 1 बाइ 1 हेर्ने छौं र त्यो सँगसँगै यसमा कसरी ट्रेडिङ गर्ने भनेर पनि हेर्ने छौं। त्यो फिचरहरु हेर्न तर्फ लागौं। नम्बर 1 मा छ लाइभ पोर्टफोलियो एन्ड होल्डिंग्स। अब लाइभ पोर्टफोलियो एन्ड होल्डिंग्स मा अब यहाँ पोर्टफोलियो ट्याबमै छौं हामी। लाइभ पोर्टफोलियोमा सबै वालेट ब्यालेन्स, टोटल प्रॉफिट, टोटल वर्थ यो सबै कुरा अघि हामीले भनिसक्यौं। यसमा माई होल्डिंग्स, वाच लिस्टहरु छ। त्यसपछि होल्डिंग्स भन्ने यहाँनेरि ट्याब छ। होल्डिंग्समा क्लिक गर्नुभयो भने अब समरी भनेर देखाएको छ। अब यहाँ बाइ न्यू स्टक्सहरु भनेको छ। के ट्रान्ज्याक्सन गर्नुभयो त्यो सबै यहाँ हेर्न मिल्छ। अब यसै फिचर भित्र चाहिँ हामी स्टकहरु वाच लिस्टमा राख्न र ट्रेड गर्न यानी कि बाइ सेल गर्न पनि हेरौं है त। वाच लिस्ट एड गर्नको लागि तपाईहरुले वाच लिस्ट यहाँ देखाएको छ। एड वाच लिस्टमा क्लिक गर्नु होला। एड वाच लिस्टमा क्लिक गरिसकेपछि तपाईहरुले यहाँनेरि कम्पनी सिम्बल भनेको छ। अब यहाँ तपाईहरु मानिलियौ अहिले तपाईहरुलाई यसमा चाहिँ CIT भन्ने कम्पनीलाई राख्न मन छ भने CIT मा गएर चाहिँ तपाईहरुले यहीँनेरि जसको राइट साइड तिर यो जुन सर्कल भित्र प्लस छ त्यसलाई क्लिक गर्न पनि सक्नुहुन्छ। अथवा त्यही स्टकलाई सिलेक्ट गरेर क्लिक गरेर यहाँ माथि टप राइटमा पनि छ। यसमा क्लिक गर्नु भयो भने यहाँनेरि राइट लागेको छ। यसरी तपाईहरुले यो स्टक चाहिँ अब वाच लिस्टमा एड हुन्छ। अब तपाईले फेरि पोर्टफोलियोमा गएर हेर्नु भयो भने वाच लिस्टमा CIT देखाएको छ है त। वाच लिस्टमा चाहिँ यसरी राख्न सक्नुहुन्छ। त्यसपछि अब स्टकहरु बाइ सेल गर्न तर्फ हेरौं। त्यसको लागि तपाईहरुले यो माई होल्डिंग्समा यहाँ ट्रेड स्टक्स भन्ने ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ। ट्रेड स्टक्समा क्लिक गरिसकेपछि सेम अघिकै प्रोसेस। अब मानिलियौ CIT नै मैले किन्नु छ भने CIT मा गएर मैले क्लिक गर्छु। CIT मा गएर क्लिक गरिसकेपछि तपाईहरुले यहाँनेरि ट्रेड स्टक भन्ने एउटा ट्याब देख्न सक्नुहुन्छ ग्रीन कलरको। यहाँ बटन छ ट्रेड स्टक भनेर, यसमा क्लिक गर्नुपर्ने हुन्छ। ट्रेड स्टक ल ट्रेड स्टकमा गएपछि बाइ गर्ने हो कि सेल गर्ने हो भनेर देखाउँछ। तपाईहरुलाई 1 लाख रुपैयाँ भर्चुअल मनी दिएको हुन्छ। त्यसैबाट बाइ गर्न सकिन्छ। अब यहाँ क्वान्टिटी कति भनेको छ मान्नु म चाहिँ यहाँनेरि क्वान्टिटीमा क्लिक गरेर 10 किता किन्न ट्राई गर्छु भने एकचोटी फेरि यो ट्रेड स्टकमा क्लिक गरेर क्वान्टिटीमा ल 10 किता किन्न ट्राई गर्दाखेरि अब यहाँ 10 राखेर मैले प्लेस अर्डर गर्दिन्छु। त्यसपछि यहाँनेरि चार्जेसहरु के छ भनेर देखाउँछ। ब्रोकर कमिसन, 7 कमिसन, DP चार्ज, त्यसपछि प्राइस पर शेयर आफ्टर चार्जेस भनेको छ। अब कन्फर्म अर्डरमा क्लिक गर्दैपछि यसरी तपाईहरुले हेर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँनेरि CIT बाइ गरिसकेको छु र अहिले यहाँ टोटल लसमा 19,000 भनेर देखाएको छ। यो यहाँले तपाईहरुले हेर्नु भयो भने चाहिँ ट्रान्सफर होल्डमा CIT 10 किता क्वान्टिटी अवेलेबल इन लेस देन 15 मिनेट भनेको यसमा तपाईको अकाउन्टमा चाहिँ यो भर्चुअल अकाउन्टमा यो शेयरहरु आइपुग्न चाहिँ 15 मिनेट लाग्छ। 15 मिनेट पछि चाहिँ तपाईहरुको यसमा जुन भर्चुअल डिमेट छ यसमा तपाईहरुको शेयर आउँछ। रियलमा चाहिँ तपाईहरुलाई ब्रोकरले दिइसकेपछि 2-3 दिन पछि शेयर आउँथ्यो भने यसमा 15 मिनेटमा अटोमेटिकली आउँछ। र यसमा तपाईहरुले अब ट्रान्सफर होल्डमा छ यो भइसकेपछि तपाईहरुले माई होल्डिंग्समा चाहिँ यो CIT लाई देख्न सक्नुहुन्छ। त्यसपछि यहाँनेरि अरु यो जुन ड्याशबोर्डमा सबै अपडेट हुन्छ। र एउटा कुरा चाहिँ के बुझ्नु होला भन्दा यो जुन एप चाहिँ तपाईहरुले यो बाइ सेल चाहिँ तपाईहरुले रियल जुन 11 बजेदेखि 3 बजेको रियल मार्केट ओपन हुन्छ त्यो बेलामा मात्रै गर्न सक्नुहुन्छ। त्यो भन्दा बाहेकको टाइममा चाहिँ यो पनि तपाईहरुले गर्न सक्नुहुन्न। त्यही भएर रियल टाइममा ट्रेडिङ गरे जस्तै हुन्छ तपाईहरुले र आफ्नो स्ट्र्याटेजी अनुसार यहाँ बाहिर सेल गर्न सक्नुहुन्छ। र सेल गर्नु पर्यो भने पनि तपाईहरुले चाहिँ यसरी नै अब यसमा स्टकमा गएर चाहिँ सेल गर्न पनि सक्नुहुन्छ। त अब सेल गर्न पनि एकचोटी म देखाइदिहाल्छु। लाइभ मार्केटमा गएर एकचोटी CIT मा क्लिक गरेर यसरी ट्रेड स्टकमा क्लिक गरेर यहाँनेरि सेलमा गएर अब यहाँ अहिले कुनै स्टक छैन भनेको छ। आइसकेपछि सेलमा गएर त्यसरी नै बेच्न पनि सक्नुहुन्छ है त। यसरी चाहिँ तपाईहरुले रियल टाइममा नेप्सेमा ट्रेडिङ गर्न सक्नुहुन्छ। त्यसैगरी अब तपाईले कुन स्टकहरु होल्ड गर्नुहुन्छ भनेर माई होल्डिंग्समा देखाउँछ। यहाँ तपाईले ट्रान्ज्याक्सन गरिसकेपछि त्यसैगरी अर्को यहाँ ट्याबमा होल्डिंग्स भन्ने ट्याबमा गएर पनि हेर्न सक्नुहुन्छ। यहाँ समरी देखि लिएर ट्रान्ज्याक्सन हिस्ट्रीहरु सबै यहाँ देखाउँछ। त्यसपछि फिचर नम्बर 2 हो लाइभ मार्केट अपडेट्स एन्ड ओभरभ्यू। त्यसको लागि तपाईहरु लाइभ मार्केट भन्ने यहाँ ट्याबमा क्लिक गर्नु होला र यहाँनेरि तपाईले हेर्न सक्नुहुन्छ मार्केट ओपन भनेको छ लाइभ मार्केट। अहिले 2:32 भएको छ भने अब नेप्सेमा के कस्तो वृद्धि छ कि घटेको छ। आज 19 पोइन्टले बढेको रहेछ। सेन्सिटिभ बैंकिङ त्यसैगरी सबै इन्डेक्सहरु यहाँ हेर्न सकिन्छ। त्यसैगरी सबै कम्पनीहरु पनि यहाँ देखाउँछ। सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। यसरी लाइभ मार्केटको अपडेट पनि यो एपमा चाहिँ पाइन्छ है त। र ओभरभ्यूमा क्लिक गर्नुभयो भने ओभरभ्यूमा पनि आजको टप गेनरहरु, टप लुजरहरु, हाईएस्ट टर्नओभर कुनमा आएको छ भनेर यहाँ सबै हेर्न सक्नुहुन्छ। फिचर नम्बर 3 लिडर बोर्ड। लिडर बोर्ड भन्ने यहाँ राइट यो बटम राइटमा एउटा ट्याब छ। यसमा क्लिक गर्नुभयो भने यहाँनेरि
तपाईहरुको ट्रेडिङ हिस्ट्री अनुसार तपाईहरुले यो एपमा ट्रेडिङ गर्नु भएको अब तपाईलाई प्रॉफिट भएको छ भने तपाई सबैभन्दा बेसी जसलाई प्रॉफिट भएको हुन्छ त्यो 1 नम्बरमा त्यसपछि 2 नम्बरमा 3 नम्बरमा गर्दै यहाँनिर तपाईहरुले 25 जना चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ लिडर बोर्ड राखेको छ यसरी तपाईहरुलाई चाहिँ कसले कति प्रॉफिट बनाइराखेको छ भनेर यसरी ट्र्याक गर्न पनि सक्नुहुन्छ है त र यसलाई रिफ्रेश गर्न तपाईहरुले टप राइटमा यहाँनिर रिफ्रेशको आइकन छ यसमा क्लिक गर्नुभयो भने पनि रिफ्रेश हुन्छ फिचर नम्बर 4 स्टक ट्र्याकरको लागि तपाईहरु यो लाइभ मार्केटमा गएर यहाँनिर मानिलियौ CIT भन्ने स्टकलाई चाहिँ मैले ट्र्याक गर्न चाहन्छु भने चाहिँ अब यो स्टकमा आउनु होला त्यसपछि यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ टप राइटमा यहाँनिर क्रिएट ट्र्याकर भन्ने छ क्रिएट ट्र्याकरमा क्लिक गरिसक्नु भएपछि चाहिँ यहाँनिर एउटा यहाँ स्क्रिनर अप्सनहरु राखेको छ यसमा अब आज हाई कति पुगेको रहेछ लो कति ओपन कतिमा भोल्युम कति छ भनेर यसरी हेर्न सक्नुहुन्छ अब ट्र्याकर चाहिँ कसरी राख्ने भन्दा मुभिङ एभरेज मानिलियौ यहाँ मैले 5 डेज को मुभिङ एभरेज चाहिँ LTP चाहिँ 5 डेज को मुभिङ एभरेज भन्दा बेसी छ र RSI चाहिँ मानिलियौ 30 देखि 70 को बीचमा छ र MACD मा चाहिँ MACD ले चाहिँ सिग्नल लाइनलाई एबभतिर माथितिर क्रस गरेर गएको छ भन्ने चाहिँ मलाई यसको यस्तो कन्डिसन मिट भयो मलाई चाहिँ एउटा अलर्ट दे ताकि मैले किनौं भनेर यसरी तपाईले सेट अपडेट स्क्रिनरमा राख्नु भयो भने स्क्रिनर सेभड भनेर देखाएको छ यसरी चाहिँ तपाईले ट्र्याकर चाहिँ हरेक स्टकको लागि राख्न सक्नुहुन्छ त्यसैगरी तपाईहरुले होल्डिंग्समा जानु भयो भने चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ इन्डिकेटर अलर्ट भनेर तपाईले राखेको ट्र्याकरको चाहिँ यहाँ अलर्ट पनि राखेको छ अब यो कन्डिसन मिट भयो भने चाहिँ मलाई अलर्ट दे भनेर यसरी यसले भन्छ है त त्यसपछि नम्बर 5 को फिचर हो टेक्निकल एनालाइसिस चार्ट हो टेक्निकल एनालाइसिस चार्ट पनि तपाईहरुले यो मोबाइलको एपबाटै डाइरेक्टली युज गर्न सक्नुहुन्छ र चार्ट हेरेर एनालाइसिस गर्न पनि सक्नुहुन्छ टेक्निकल एनालाइसिस चार्ट चाहिँ तपाईहरुले स्टक र इन्डेक्सहरु सबैको चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ तर अब इन्डिभिजुअल स्टक अथवा इन्डिभिजुअल इन्डेक्समा गएर हेर्नुपर्ने हुन्छ सुरुमा म तपाईहरुलाई नेप्सेको चार्ट देखाउँछु यसमा त्यसपछि म कुनै एउटा स्टकको पनि देखाउँछु है त अब यहाँ लाइभ मार्केटमा जानु होला चार्टहरु हेर्नको लागि र मान्नु नेप्सेको चार्ट हेर्ने हो भने यहाँ नेप्सेमै क्लिक गर्नु होला नेप्सेमा क्लिक गर्नु भइसकेपछि चाहिँ यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ क्यान्डलस्टिक भनेर अब क्यान्डलस्टिक चार्ट यहाँनिर तपाईहरुले हेर्न सक्नुहुन्छ र इन्डेक्सको चाहिँ तपाईहरुले चार्ट मात्रै हेर्न सक्नुहुन्छ एनालाइसिस गर्न परे चाहिँ स्टकहरुको मात्रै गर्न सक्नुहुन्छ त्यस्तो खालको फिचर चाहिँ यसमा अवेलेबल छ अब यहाँ लाइन चार्ट भनेर छ लाइन चार्ट पनि हेर्न सक्नुहुन्छ क्यान्डलस्टिक चार्ट छ त्यसपछि टुल टिप भनेको छ टुल टिपमा क्लिक गरेर यसरी मुभ गर्न सक्नुहुन्छ कुनै पोइन्टहरु प्लेस गर्न सक्नुहुन्छ भोल्युम र चार्ट चाहिँ यसमा इन्डेक्सको देखाउने भयो अब स्टक कुनै इन्डिभिजुअल स्टकको टेक्निकल चार्ट हेर्न र एनालाइसिस गर्नलाई चाहिँ मान्नु HRL देखाइरहेछ यहाँ सुरुमा HRL मा मैले क्लिक गर्छु HRL मा क्लिक गरिसकेपछि तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ होला क्यान्डलस्टिक भनेर छ क्यान्डलस्टिक चार्ट र भोल्युम देखाएको छ त्यसैगरी लाइन चार्ट पनि यसरी इन्डेक्सको जसरी नै गर्न सक्नुहुन्छ टुल टिप युज गरेर यसरी र क्यान्डलस्टिकमा टुल टिप यसरी कुनै पोइन्टलाई मार्क गर्न हेर्न सकिने भयो त्यसैगरी अब टेक्निकल एनालाइसिस गर्नको लागि टेक्निकल एनालाइसिस चार्ट डिटेल्ड चार्ट अथवा टेक्निकल एनालाइसिस चार्ट ओपन गर्नको लागि टेक्निकल एनालाइसिस भन्ने यो बटनमा क्लिक गर्नु होला अब यो टेक्निकल एनालाइसिस भन्ने बटनमा क्लिक गरिसकेपछि तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनेरि क्यान्डलस्टिक चार्ट खुलिसकेको छ र भोल्युम पनि भोल्युम बारहरु देखाउन थालेको छ त्यसैगरी यो यहाँनेरि लाइन जस्तो देखाएको छ ब्ल्याक बटन छ यहाँनेरि त्यहाँ क्लिक गर्नु भयो भने लाइन चार्ट पनि हुन्छ त्यसैगरी अब क्यान्डल देखाएको छ क्यान्डलमा क्लिक गर्नु भने क्यान्डलस्टिक चार्ट आयो अब यहाँनेरि तपाईहरुले लेभलहरु देख्न सक्नुहुन्छ प्राइस रेन्जहरु यता लेफ्टतिर त्यसपछि यहाँ HRL भनेको छ प्राइस आजको र यहाँ कति इन्क्रिमेन्ट डिक्रिमेन्ट भनेर देखाइरहेछ त्यसैगरी अब यसमा तपाईहरुले एनालाइसिस गर्न टेक्निकल एनालाइसिस गर्नको लागि चाहिँ सिलेक्ट इन्डिकेटर भनेको छ यसमा इन्डिकेटरमा क्लिक गर्नु भयो भने तपाईहरुले सिम्पल मुभिङ एभरेज एक्सपोनेन्शियल मुभिङ एभरेज RSI र MACD यति चारवटा चाहिँ अहिलेको लागि यसमा अवेलेबल छ MACD ल MACD मा क्लिक गर्नु भयो भने MACD चार्ट यसरी खुलेको छ त्यसैगरी तपाईहरुले RSI मा क्लिक गर्नु भयो भने RSI को चार्ट खुल्छ यसरी चाहिँ दुईटा मुभिङ एभरेज RSI र MACD गर चाहिँ चारवटा इन्डिकेटरहरु चाहिँ अहिले अवेलेबल छ यसरी टेक्निकल एनालाइसिस इन्डिभिजुअल स्टकको पनि तपाईहरुले यो एपमा चाहिँ गर्न सक्नुहुन्छ अब अहिले चाहिँ म यसलाई क्यान्सल गर्छु र क्यान्सल गरेर यहाँ बाहिर आइसकेपछि चाहिँ अब तपाईहरुले यसमा एउटा एक्स्ट्रा बोनस फिचर पाउनुहुन्छ र त्यो बोनस फिचर चाहिँ हो ट्रेडिङ गर्नको लागि लोन हो यसमा तपाईहरुले यहाँ पोर्टफोलियोको यो जुन ड्याशबोर्डमा आउनु भयो भने तपाईले यहाँ हेर्न सक्नुहुन्छ तपाईको मानिलियौ 1 लाख सुरुमा अवेलेबल हुन्छ र तपाईहरुले ट्रेडिङ गर्दा गर्दै 1 लाख चाहिँ सकियो भन्ने चाहिँ तपाईहरुले लोन पनि लिन सक्नुहुन्छ यसमा चाहिँ अब त्यसको लागि चाहिँ यहाँनेरि टप राइटमा गेट लोन भन्ने बटन छ यसमा क्लिक गर्नु भयो भने यसमा एउटा एड हेर्नु पर्ने हुन्छ र यो एड हेरिसकेपछि तपाईहरुले 10,000 रुपैयाँ चाहिँ यसमा लोन पाउनुहुन्छ र अब त्यसको लागि यहाँ वाचमा क्लिक गर्नुपर्ने हुन्छ अब नो एड्स अवेलेबल एट द मोमेन्ट ट्राई अगेन लेटर भनेको छ एड चाहिँ अवेलेबल हुनुपर्ने हुन्छ अब यहाँ एड अवेलेबल भएको बेलामा तपाईहरुले त्यो एड हेरेर चाहिँ 10,000 रुपैयाँ यसमा लोन लिएर पनि भर्चुअल ट्रेडिङ अथवा पेपर ट्रेडिङ गर्न सक्नुहुन्छ अब यसरी साथीहरु हामीले तपाईलाई नेपालको फर्स्ट पेपर ट्रेडिङ भर्चुअल ट्रेडिङ एप चाहिँ नेप्से पेपर ट्रेडिङ भन्ने एपलाई चाहिँ युज गरेर यसमा भएको फिचरहरु चाहिँ तपाईहरुलाई आजको यो भिडियोमा बतायौं यस्तै इन्फर्मेटिभ भिडियोहरु तपाईहरु आफ्नो साथीहरुसँग पनि शेयर गर्नु होला र केही कमेन्टहरु छ केही क्वेशनहरु छ भने कमेन्ट बक्समा भन्नु होला धन्यवाद।